चाहिँ यता लजबाट अर्को लजको लागि चाहिँ बाटोमा हिँड्दै गइरहेको छु। हाम्रो यात्राको समय भनेको 15 मिनटको हुनेछ, जुन चाहिँ यो तलको लजबाट माथिको बाटो च्यानको बाटो हुँदै हामी गयौँ र अब हामी टक्कलार बसको जुन बार लगाछ त्यो एरियाबाट अगाडि बढ्दैछौँ। त्यसको कारणले चाहिँ अलिकति घाँटी दुखिरहेछ गाइस। अब तपाईँलाई म टक्क त्यो ढोकाको छेउबाट मजाको भ्यू देखाउँछु। त्यति भ्यू चाहिँ क्लियर छैन, आज चाहिँ हिमाल देखिरहेको छैन त्यो हुस्सोले गर्दाखेरि। तर जब तपाईँको यो हुस्सो नलाग्दाको क्लियर भ्यू चाहिँ फेरि बवालै हुन्छ, एकदमै राम्रो हुन्छ। सो तपाईँहरू पनि डु भिजिट ठाउँहरू होला, भिजिट गर्नु होला अनि आफ्नो फिडब्याक दिनु होला। र तपाईँहरू आइसक्नु भएको छ भने पनि कमेन्ट्स गरिदिनु होला है। अब मलाई त्यति साह्रो भिडियो बनाउनु चाहिँ आउँदैन, तर पनि मैले कोसिस चाहिँ गरिरहेको छु। यस्तै छ के गर्यो भने तपाईँ बाटोघाटो। हामी चाहिँ यता साथीहरूले चाहिँ यतातिर के छ कस्तो छ भनेर हेर्दै हुनुहुन्छ। तलतिर ओर्ने कोसिस गर्दैछौँ अहिलेको लागि चाहिँ। ठक्क लाएर अब जाउँ तल भन्ने कुरा भयो। र हामी चाहिँ लजतिर जाँदैछौँ। लजको बहिनीले ढोका खोलिसक्नु भयो, हामी अगाडि बढ्दैछौँ। अब हाम्रो गाइड भनेको यिनीहरू हो, बिचरा कुकुरहरू। हामी कुकुरहरू भन्छौँ, कुकुरहरू नै वफादार हुने रहेछ। आगे जहाँ जाँदा पनि चितुवाहरू पनि आउने रहेछ होइन। जहाँ जाँदा पनि कुकुरहरूले चाहिँ हामीलाई सपोर्ट दिने। माया भनेको एउटा त्यस्तो हुँदो रहेछ कि जनावरमा चाहिँ, त्यो थियो। बहिनीले चाहिँ खोल्दै हुनुहुन्छ बिचरा ढोका। फाइनली हामी चाहिँ भित्र छिर्यौँ। ल यहाँबाट तपाईँको नजारा चाहिँ यस्तो किसिमको देखिन्छ गाइस, विच इज भेरी नाइस। होइन अब अहिले चाहिँ अलिकति उयो छ तपाईँको हावाहुरी लाग्ने सिजन र अलिकति उसोले गर्दा चाहिँ, तर प्लेस इज अमेजिङ, एकदम राम्रो छ। तपाईँहरू आउनुभयो भने तपाईँहरूले यहाँ पनि रहेछ भन्ने खालको वर्ड निक्लिन्छ है। त्यस कारणले गर्दाखेरि चाहिँ आउनुहोस्, मनोरञ्जन गरिदिनुहोस्। र यो ठाउँ चाहिँ गुरुङ गाउँ हो, त्यस कारणले गर्दाखेरि अनि माझ गाउँ पनि भन्दो रहेछ, गुरुङ गाउँ पनि भन्दो रहेछ। सो गुरुङ बस्नु भएको कारणले गर्दा गुरुङ स्टाफ हुने भएको कारणले गर्दा अझै यसलाई चाहिँ पहिला टिपिकल भाषामा चाहिँ गुरुङ लज पनि भन्ने गरिरहेको छ। सो हामी फाइनली आइसकेका छौँ। अब यस्तै हो यात्राको क्रम जारी रहन्छ। पैसा चाहिँ हुनुपर्छ गाइज, बस्ने ठाउँ चाहिँ खतरा हुँदो रहेछ होइन, त्यो सोचेको पनि थियो। अनि यो कुकुरले चाहिँ गाइज होइन बिहान मलाई बोलाउनु आउँछ रुममा, अनि मसँग खेलौँ भन्छ, मसँग मर्निङ वाक जाउँ भन्छ होइन, खेल्छ अनि मलाई जिस्काउँछ यसले। अनि अझ त्यति पनि नभएर गाइज होइन यसले चाहिँ मेरो हात तानेर लान्छ अनि मलाई कुद भन्छ उसँगै, अल्छी भइस आइज मसँग कुद, यसरी कुद्नुपर्छ भन्छ होइन। केही न त्यही पनि कुकुरहरूले चाहिँ एकदमै माया गर्नु रहेछ। अनि त्यही हो, माया पनि गर्छ। अनि हाम्रो रियल गाइड पनि यही भयो, सेफ्टीको लागि पनि यिनीहरूले हामीलाई माया गर्छ होइन। त्यही त हो नि, एउटा बोल्नु नसक्ने मात्रै हो यिनीहरू, तर यिनीहरूले एक्टिभिटी चाहिँ खतरै गर्छ। त्यो नै माया लाग्छ मलाई। अनि यसले पनि मलाई त्यति माया गर्छ। त्यति धेरै चिनजान चाहिँ भएको होइन, यहीँ आएर चिनजान भएको, तर पनि यति क्लोज भयो। सुत्दाखेरि पनि मेरो ढोका अगाडि बस्छ, खाना खाँदा पनि सँगै हिँड्छ। अनि एकछिन देखेन भने चाहिँ खेर छटपटाउँदो रहेछ। खेर देख्ने बित्तिकै फेरि यस्तो खुसी हुन्छ गाइस, यति खुसी हुन्छ कि उफ्रेर अहिले के भन्नु खोज्यो, कहाँ गाइस के भन्नु खोज्यो होला होइन, त्योतिर यसले लाग्छ क्या। अनि खेल्न जाउँ भन्छ, बोलाउँछ। अनि अगाडि पुरा उसको मेरो सेक्युरिटी जस्तै हु 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 गर्दै हिँड्छ होइन,
पुरा अनिखेर जम हुने नि अगाडि के नै छ जस्तो घर सेफ्टीको लागि क्या घर हेर्छ बारतिर यस्तो 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 गरेर हेर्नु पुरा दादागिरी देखाउँदै हेर्छ क्या उसलाई अलिकति चम्काइदिनुपर्छ ऊ चम्किने जान तपाईँको गएर हेर्ने ऊ के छ कस्तो छ भनेर हेर्ने अनिखेर अलिकति खेल्न खोज्ने अलिकति मान्छेलाई चाहिँ तपाईँको यसले माया गर्ने होइन यस्तो जनावरहरू भए पनि बोल्न नसक्ने हो तर इमान्दारिता चाहिँ मान्नै पर्छ कुकुरमा जस्तो इमान्दारिता चाहिँ कसैमा हुँदैन है गाइस थ्याङ्क यू